पछिल्लो समयकी चर्चित लोकदोहोरी गायिका निर्जला गुरुङले गरिन् धुमधामसँग विवाह। गायक चिज गुरुङलाई धोका दिएर गायिका निर्जला गुरुङले विवाह गरेको भन्दै यतिबेला सामाजिक सञ्जालमा टोल नै बन्न पुगेको छ। दर्शकवृन्द नमस्कार। आज हामी तपाईँहरूको माझमा पछिल्लो समयकी चर्चित लोकदोहोरी गायिका निर्जला गुरुङले गायक चिज गुरुङलाई धोका दिएर धुमधामसँग विवाह गरेको बेहुलीको भिडियो तस्बिर यति बेला सामाजिक सञ्जालमा भाइरल भए लगत्तै गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको यति बेला चर्चा चुलिँदै गएको छ। के साँच्चीकै गायिका निर्जला गुरुङले चिज गुरुङलाई धोका दिएर धुमधामसँग विवाह गरेकी हुन् त? यो सबै जानकारी दिनेछौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई यो भिडियो कुन देशबाट हेरिदिनुहुन्छ त्यो पनि जानकारी दिएर च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो टिभी युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। नेपाली लोकदोहोरी क्षेत्रका सबैका सर्वप्रिय लोकदोहोरी गायक चिज गुरुङ र गायिका निर्जला गुरुङलाई नचिन्ने त सायदै कम हुनुहुन्छ होला। देश तथा विदेशमा रहेका हरेक नेपालीहरूको मनमुटुकमा बस्न सफल यो जोडी यति बेला सामाजिक सञ्जालमा एकदमै चर्चामा रहेको छ। देश हो या विदेशमा रहेका हरेक स्टेज प्रोग्राम, लाइभ दोहोरी, नयाँ म्युजिक भिडियोमा निकै व्यस्त रहेका गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको चर्चासँगै यति बेला गायिका निर्जला गुरुङको विवाहको फोटो तस्बिर भाइरल बन्न पुगेको छ। गायिका निर्जला गुरुङ एक्लै बेहुली बनेको देख्दा गायक चिज गुरुङमाथि सवाल उठेको छ। के साँच्चीकै गायक चिज गुरुङ सधैँको लागि लन्ठु नै रहने हुन् त? हिजोको दिनमा अस्मिता ढलाकोटीले पनि धोका दिएर गायक शक्ति कुमार गोदावरसँग धुमधामसँग विवाह बन्धनमा बाँधिएकी हुन्। पछिल्लो समयका उनीहरूका साङ्गीतिक जोडी पनि चर्चामै रह्यो। त्यसपछि गायिका निर्जला गुरुङसँग केही वर्षबाट उनीहरूको नाम जोडिँदै लाइभ दोहोरीहरू एकाएक प्रसारण भइरहेका छन्। त्यसै क्रममा गायिका निर्जला गुरुङ चिज गुरुङलाई धोका दिएर यसरी बेहुलीको स्वरूपमा तयार भएको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल नै बन्न पुगेपछि धेरै दर्शकहरूलाई हामीले सान्त्वना दिँदै आएका थियौँ। तर पनि धेरै दर्शकहरूले सवालमाथि सवाल उठाइसकेपछि हामी तपाईँहरूको माझमा एउटा प्रशासन भिडियो लिएर उपस्थित भएका छौँ। गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको चर्चा सँगसँगै उनीहरूको साङ्गीतिक जोडीको चर्चा पनि भइरहेको हुन्छ। दोहोरीमा जस्तै गायक चिज गुरुङ र गायिका निर्जला गुरुङले विवाह भए हुन्थे भन्ने दर्शकहरूको घुइँचो लागेको छ। तर गायक चिज गुरुङलाई धोका दिएर गायिका निर्जला गुरुङले बेहुलीको स्वरूपमा भिडियो सार्वजनिक गरेपछि गायक चिज गुरुङलाई लन्ठु नै रहने भयो भन्दै धेरैले कमेन्टमा गाली समेत गरेका थिए। के साँच्चीकै गायक चिज गुरुङलाई धोका दिएर गायिका निर्जला गुरुङले विवाह गरेकै हुन् त? यो सबै छर्लङ्ग पार्नको लागि हामीले यो भिडियो तयार पारेका छौँ। गायक चिज गुरुङ र गायिका निर्जला गुरुङ अहिले केही समयको लागि विवाह बन्धनमा नबाँधिने भएका छन्। गायक चिज गुरुङ र गायिका निर्जला गुरुङले अलग अलग अन्तर्वार्ता दिने क्रममा गायक चिज र निर्जला गुरुङको सम्बन्ध कुनै पनि नरहेको र उनीहरू सल्टिनाको स्वरूपमा चिनिँदै आएको पनि बताएका छन्। त्यस्तै अब लागौँ गायक चिज गुरुङलाई धोका दिएर गायिका निर्जला गुरुङले के साँच्चीकै विवाह गरेकी हुन् त भन्ने बारे। गायक चिज गुरुङलाई धोका दिएर भन्दा पनि गायिका निर्जला गुरुङ नयाँ म्युजिक भिडियोको तयारीमा रहेकी छिन्। उनी बाजा तालको बेहुलीको रूपमा तयार भएको सामाजिक सञ्जालबाट खुल्नमा आएको छ। गायिका निर्जला गुरुङको नयाँ म्युजिक भिडियो बाजा ताल बजारमा आउने क्रममा रहँदा उनी बेहुलीको स्वरूपमा केही महिना अघि मात्र उनले म्युजिक भिडियो बाजा ताल तयार पारेकी थिइन्। त्यसमा केही भिजुअल तयार पार्नको लागि